हेलो एभ्रिवान, आज चाहिँ हामी बिरयानी बनाएर खान लागेका छौँ। अनि त्यसपछि बिरयानीको लागि चाहिँ हामीले यो नेवारी साई पुलाव बासमती राइस लिएर आएको छौँ। अनि यो चाहिँ हामीले यहाँ टक्क भिजाएको छौँ। यहाँ देखाउँछु सबैलाई। सुरुमा मजाले सफा गर्ने भयो। हामीले यहाँनिर पानी बसाइसकेका छौँ। ल हामीले चाहिँ अहिले यहाँ तेजपत्ता सुकुमेल अनि त्यसपछि ल्वाङ हालेर यहाँनिर पानी बसाइदिएको छु। एकछिन यो पानीलाई उम्लिन दिनुपर्छ है त। ल यहाँ चाहिँ पानी अब उम्लिन थालिसकेको छ होइन। त्यसपछि अब यसलाई हामी चामल यहाँ लगाउनेछौँ। अनि यो चामललाई चाहिँ हामीले जस्ट हाफ बोइल मात्र गर्नुपर्ने हुन्छ है। अनि धेरै उयो भयो भने चाहिँ धेरै गिलो हुनसक्छ र यो कुरामा चाहिँ एकदम ध्यान दिनु होला। यहाँनिर चाहिँ हाम्रो यहाँ मसला पिन्ने यहाँनिर बसाउँछ। जो चाहिँ अब मासुलाई म्यारिनेट गर्न लागिरहेको छौँ है त। ल अब चाहिँ हामीले यहाँनिर मासुलाई म्यारिनेट गर्न लागेको छौँ है। अनि त्यसपछि हाम्रो म्यारिनेटको लागि चाहिँ यो अदुवा र लसुनको पेस्ट यहाँनिर छ। अनि यो अन्डा, यो दही, अनि त्यसपछि बेसार यहाँनिर छ, नुन, अनि त्यसपछि यो दुलो खोर्सानी यहाँनिर छ है त। ल यसलाई हाल्दैछौँ है। सुरुमा बेसार हाल्छु। अब यसलाई नुन, यो चाहिँ हजुरहरूको टेस्ट अनुसारले लाउन सक्नुहुन्छ है। नुन र बेसार त्यो भयो होइन। त्यसपछि यो अलिकति चाहिँ म निकाल्छु है त। अनि यसलाई चाहिँ अलिकति दही यहाँ लाउँदैछु म। भयो। अनि त्यसपछि यो चाहिँ अन्डा लगाएपछि अहिले चाहिँ हाम्रो मासु म्यारिनेट भइरहेको छ। अनि त्यसपछि यहाँ चाहिँ हामीले त्यो प्याज तार्नको लागि हामीले कराई बसाइरहेको छौँ। अनि यहाँनिर चामल यहाँ उम्लिनलाई रेडी भइरहेको छ है त। यहाँ चाहिँ हाम्रो प्याज उयसको लागि यहाँ कटिङ हुँदैछ। हामीले चाहिँ यो प्याजलाई खर्याउँदैछौँ है त। खरिन दियो। अब हामीले चाहिँ यो चामललाई चाहिँ हामीले हाफ बोइल गरेर चाहिँ यहाँनिर एकछिन पानी तैरिन दिएको छौँ। अब राख्छौँ। अनि त्यसपछि अहिले हाम्रो अब मासु पाक्दैछ है त। हामी यो कराई तातिसक्यो होइन। हामीले पड्काउने मसलाहरू पनि लगाइसक्यौँ। अब चाहिँ हामी यो म्यारिनेट गरेको मासुलाई हाल्न जाँदैछौँ होइन त। यहाँ हाम्रो मासु खरिँदैछ है। अहिले चाहिँ हाम्रो मासु यस्तो भइरहेको छ। अनि यहाँनिर हाम्रो असिस्टेन्ट सेफ गुरुको साथमा। अनि यहाँनिर आज हाम्रो किचन हेन्डमा चाहिँ हाम्रो आन्टी यता हेरिदिनु। हाम्रो चाहिँ यहाँ मासु यसरी खरिसकेको छ है। दामी भइसकेको छ। अब यसलाई हल्का हामी ग्रेभी बनाउँछौँ। अहिले चाहिँ हाम्रो यहाँनिर अब मासु पनि पाकिसकेको छ। यहाँ देखाउँदा मासु पाकिरहेको छ होइन। अनि त्यसपछि हामी लेयरिङको काम गर्दैछौँ। यहाँ देखाउँदा लेयरिङको काम हुँदैछ है। हुँदैछ त्यहाँ मासु हाल्यौँ होइन। लेयरिङको काम हामी गर्दैछौँ। ल अब चाहिँ हाम्रो यहाँनिर लेयरिङको काम सबै सकिसकेको छ है। त्यसपछि अब चाहिँ हामी यसलाई चाहिँ यो लगाइदिन्छौँ है। लगाएर चाहिँ अब लो फ्लेममा
यो खेलमा हामी पार्न दिन्छौँ। ल हाम्रो चाहिँ यहाँ बिरयानी रेडी भएर चाहिँ अहिले यहाँनिर मैले ट्याक्क डिस्ट्रिब्युट गरिसकेको छु है। एकदमै खाउ लाग्ने बिरयानी यहाँनिर रेडी भइसकेको छ। ल कस्तो हुन्छ अब हामी टेस्ट गरेर बताउनेछौँ है त। ल हाम्रो चाहिँ बिरयानी यहाँ तयार भइसकेको छ। ल सबैजनालाई भाग लगाइदिइसकेको छु। ल टेस्ट गर्नु त कस्तो हुँदो रहेछ। ल आन्टी पनि टेस्ट गर्नु। वाउ दामी अङ्कल कस्तो भएछ बिरयानी? छैन बिरयानी म पनि ट्राई गरेर चाहिँ कस्तो भएछ ल। छ है मासु दामी भयो।